यहाँ भेदभाव छ। यहाँ बङ्गालीको खुन र नेपालीको खुन नमिलेको कारण, गोर्खालीको खुन नमिलेको कारणले गर्दा खुनको नातामा भेदभाव छ। अनि गोर्खाल्यान्डको आन्दोलन खुनको आन्दोलन हो, खुनको लडाइँ हो। त्यसले गर्दाखेरि गोर्खाली चाहन्छ यो कसै गरेर पनि यो कुनै कम्प्रोमाइज नहोस्, सम्झौता नहोस् न साटेर नखाउँ न, यहाँ चौकीमा त्यागौँ न। बारम्बार गोर्खालीले भन्दै आइरहेको छ आन्दोलन सही हुन्छ, आन्दोलन सही भएको छैन। यो कुरा आज मात्रै भनेको होइन, हामीले डे 1 देखि हामीले भनेका छौँ, चिठीहरू लेखेर दिएका छौँ, एक दुईवटा मिटिङमा हामीले भनेका छौँ, जनसभाद्वारा हामीले सूचित गरेका छौँ। एउटा सामूहिक नेतृत्व हुनुपर्छ, यो जनआन्दोलन हो। यहाँ सबैको विचारलाई महत्त्व दिएर सबैको विचारलाई अँगालेर काम गर्नुपर्छ भनेर हामीले बारम्बार भन्यौँ, तर सुनेन। बलजफ्ती सरकारले पछाडिबाट टेवा दिइरहेको छ। भन्छ मदन तामाङलाई गोर्खालीगले प्रयोग गर्यो, गोर्खालीगलाई सरकारले प्रयोग गर्दैछ भनेर। कसरी? हिजो अस्ति मङपङमा निस्क्यो त, राति अँध्यारोमा चिफ मिनिस्टरलाई भेट्यो भनेर आनन्द बजार पत्रिकामा एउटा हेडलाइन निस्क्यो। यहाँ एकजनाले भन्दै थियो अरे, कालिम्पोङको निकै बाठे छ, भन्दै थियो अरे पैसा दिएर लेख्नु लगाएको। त्यो भाइ पनि 2-4 दिन भए पनि सिक्किमको एउटा नेपाली दैनिकको सम्पादक चाहिँ गरेको हो। पैसा दिँदाखेरि हेडलाइन लेख्न सक्छ? लेख्छ कसैले? आनन्द बजार पत्रिका हो त्यो। पत्रिका प्राइम मिनिस्टरको घरमा 7वटा पत्रिकाहरू डेली के अरे न्युज पेपर जान्छ। त्यो 7वटा मध्येमा एउटा आनन्द बजार पत्रिका जान्छ। आनन्द बजार पत्रिकाको 3 करोड पाठक छ भन्छ। मैले पढेको थिएँ, 3 करोड त रिडर छ भन्दैछ। त्यो आनन्द बजार पत्रिका आज 100 वर्ष पुरानो पत्रिका हो। त्यो आनन्द बजार पत्रिकाको यो टेलिग्राफ न्युज पेपर हो। आनन्द बजार पत्रिकाको त्यो स्टार आनन्द के अरे स्टार न्युज भन्ने आनन्द बजार पत्रिका ग्रुपको पत्रिकाहरू हो। त त्यसले हेडलाइन झुटा लेख्छ? यहाँ त शङ्का भयो नि झन्। के राति किन भेट्यो? मानहानिको मुद्दा गरेको छ, तर जनताको मनमा शङ्का बसेको छ। त्यो मानहानिको मुद्दा मलाई चल्दैन, थाहा छ मलाई। त्यो मुद्दा दायर गर्छ तर त्यो केही चल्दैन, ती बसिरहन्छ। त्यो भएको हो नि, पहिला पनि हालेको मानहानिको मुद्दा, त्यो चल्दैन। ती बसिरहन्छ, त्यो थन्केर बस्छ। यता जनतालाई चाहिँ हामीले गोर्खालीगले भनेको थियो 7 दिनमा त्यो के अरे मानहानिको मुद्दा हाल्न पनि गोर्खालीगले अभियान गर्छ भनेको थियो। हतार भोलिपल्ट हामीले मानहानिको मुद्दा गऱ्यौँ त भनेको छ, तर त्यो चल्दैन। त्यो मुद्दा कोर्टमा थन्केरै बस्छ। र त्योभन्दा पनि ठुलो कुरा त स्पष्ट भन न, बोल न। चिफ मिनिस्टर बोल्नुपर्छ जनमुक्तिले मलाई भेटेन भनेर। चिफ मिनिस्टरको ड्राइभर बोलेर त हुँदैन नि, चिफ मिनिस्टरको सिक्युरिटी बोलेर हुँदैन, अशोक भट्टाचार्य बोलेर हुँदैन नि। चिफ मिनिस्टरलाई राति भेट्यो, अशोक भट्टाचार्य सिलगढीमा सुतिरहेको थियो, चिफ मिनिस्टर मङपङमा छ। त्यो मङपङमा चिफ मिनिस्टर आउने नै शङ्काजनक भइगयो नि। त्यो पोहोर साल त्यो के अरे होम सेक्रेटरी तक्दाको 3 चुले गएको जस्तो भयो। अचम्मको छ नि, 3 चुले मङपङमा चिफ मिनिस्टर बस्न लागेको घरै छैन। चिफ मिनिस्टर बिमारै थिएन, किनभने यहाँबाट फर्केर गएर कलकत्ताको पत्रकारहरूलाई सोद्धाखेरि म त आइएम अल राइट भने त, म ठिकै छु भने त। उसले आफूलाई बिमारै भनेको छैन, त अरूले बिमार छ कि बिमार छ भनेर मङपङमा बसेर बस्यो। अब त्यो पोहोर साल त्यस्तै भयो है। मेरो घर घेराउ गर्नुभन्दा अगाडि होम सेक्रेटरी तकदामा गएर बस्यो 3 चुलेमा। अरे 3 चुले त होम सेक्रेटरीको ससुराली त गाउँ होइन नि हो। 3 चुलेमा होम सेक्रेटरी बस्न लागेको घर पनि छैन नि, तर त्यहाँ बस्यो। त्यहाँ पनि कुरा निस्क्यो, राति जनमुक्तिको नेताहरूले होम सेक्रेटरीसँग भेट्यो। त्यो कुरा त्यति बेला पनि निस्क्यो नि त। अब यसपल्ट मङपङमा हेडलाइनमा आयो 2 दिन भेट्यो भन्दैछ। त्यति मात्र होइन, मैले त सुनिनँ, सुन्नेहरूले मलाई भन्दै थियो चिफ सेक्रेटरीलाई त्यो बङ्गला च्यानलले प्रश्न गरेछ, चिफ मिनिस्टरसँग भेट्यो जनमुक्तिको नेताहरूले भन्दाखेरि चिफ सेक्रेटरीले भन्दै थियो अरे भेटेन म जान्दिनँ। रोशन गिरीले SMS गरेर एपोइन्टमेन्ट चाहिँ मलाई मागेको थियो। त्यो कुरा चाहिँ मैले चिफ मिनिस्टरको एट्याच अफिसरहरूलाई मैले पठाइदिएको थिएँ। चिफ मिनिस्टरलाई भेटेन म जान्दिनँ भनेर त चिफ सेक्रेटरीले बङ्गला च्यानलमा बोल्यो अरे भनेर सुन्नेहरूले मलाई धेरैजनाले भन्यो नि उनले चिफ सेक्रेटरीले भनेर। म आफैले त सुनिनँ, तर त्यस्तो कुरा निस्क्यो। अर्को कुरा के भयो भने 12 तारिकको दिन त्यो आनन्द बजार पत्रिकामा त्यो खबर निस्क्यो
मैले बिहान 7 बजी चाल पाएँ। मैले एकजना साथीलाई सिलगढीमा भने मलाई 6 कपी त्यो आनन्द बजार पत्रिका किनेर राखिदिनु है भने। 8:30 बजी मलाई फोन आयो, सिलगढीको तमाम खबर कागज दोकानबाट नेपाली केटा आएर आनन्द बजार पत्रिका सबै किनेर लग्यो। यो पनि बडा अचम्मको छ, त्यो नेपाली केटाहरू कुन दलको थिए, कुन पार्टीका थिए? 8:30 बजी भित्रमा सबै दोकानबाट, सालुगडादेखि एनजेपीसम्मको सबै दोकानबाट दोकानै खाली गरेर आनन्द बजार पत्रिका किनेर लग्यो। यो पनि एउटा अचम्मको छ। अब त्यो नेपाली केटाहरू कुन चाहिँ पार्टीको थियो? उनीहरूले लानुको पछाडि के रहस्य छ त? किन लग्यो? सोधेछ दोकानीले, के छ आज भन्दाखेरि होइन यहाँ एउटा के अरे हाम्रो एक्जामिनेसनको रिजल्ट छ इत्यादि भनेर लग्यो। यो सबै किन हुँदैछ? आज हाम्रो सबै कुरा ट्रान्सपरेन्ट हुनुपर्छ। भेट्यो भने पनि नेताहरूले खुलेआम भेट्नुपर्छ नि त। भेट्दै नभेट्नु भन्ने त छ नि, भेट न, तर कुरा चाहिँ कम्प्रोमाइज नगर न। दिनको उज्यालोमा भेट न। त्यो एउटा पोलिटिकल विल हुनुपर्छ, राजनैतिक इच्छा शक्ति हुनुपर्छ। लिडरसिप गर्छु भन्नेहरूको राजनैतिक इच्छा शक्ति हुनुपर्छ। जस्तो गोर्खालीको राजनैतिक इच्छा शक्ति थियो नि, सम्पूर्ण पहाडै कम्मर मर्कै छैटौँ अनुसूची मादल बजार नाच्दा पनि गोर्खालीगमा राजनैतिक इच्छा शक्ति थियो र त्यो जनमत पल्टाए त। त्यो राजनैतिक इच्छा शक्ति हुनुपर्छ, पोलिटिकल विल हुनुपर्छ। जनमुक्तिमा पोलिटिकल विल छैन, राजनैतिक इच्छा शक्ति छैन। जिएल नम्बर लगाए तल सुकुनादेखि ओह्रालो जानु सकेन। मलाई जिएल नम्बर लाउनुपर्छ भन्यो, मैले भने म लाउँछु किन लाउँदिनँ? तर मैले लगाएपछि खोल्नु हुँदैन। मैले लगाएपछि सिलगढी पनि त्यही जिएल नम्बर लगाएर जानुपर्छ। मैले लगाइसकेपछि त कहिले पनि खोल्नु, सिद्धान्तको लडाइँ हो यो खुनको लडाइँ हो। मैले जिएल नम्बर लगाइसकेपछि चाहिँ जिन्दगीमा खोल्नु हुँदैन। गोर्खाल्यान्ड भयो भने त त्यो लिगल भइगयो, भएन भने मेरो सिद्धान्तको लडाइँ हो, खुनको लडाइँ हो, मैले खोल्नु हुँदैन। तर जनमुक्तिको भाइहरूले सुकुनादेखि उँधो जिएल नम्बर लगाएर सिलगढी जानै सकेन भन्यो। सिलगढी हाम्रो हो, डुवर्स हाम्रो हो भन्यो, जानै सकेन। कुनै पनि कुरा कम्प्लिट गर्नै सकेन, कुनै पनि आन्दोलन पुरा गर्नै सकेन। अस्तिको त्यही अनिश्चितकालीन बन्द पनि राजनैतिक स्तरमा कुरा हुनुपर्छ नि। त्यो अफिसर लेभलमा किन कुरा गर्दैछौ? हामीले भन्यौँ, गोर्खालीगले बारम्बार भन्यो राजनैतिक स्तरमा बात गर। अस्ति अनिश्चितकालीन हडताल गर्यो भने हामी राजनैतिक पोलिटिकल लेभलमा बात गर्छौँ, त्यो एजेन्डा पनि फिक्स हुनुपर्छ भनेर अनिश्चितकालीन 10-12 दिन हडताल चाहिँ गरी टपाल्यो। तर पछि त पोलिटिकल लेभलमा त बात भएन त। फेरि त्यही अफिसर लेभलमा बात भयो, राजनैतिक एजेन्डा फिक्स भएको थिएन होइन। अनि उनीहरू गएर बात गर्यो त। जनताले चाहिँ यता के अरे पोलिटिकल लेभलमा बात हुनुपर्छ भनेर डिमान्ड राखेर अनिश्चितकालीन हडताल गरेर जनताले चाहिँ सुन चाँदी बन्दक राखेर रासिन किन्यो। उता चाहिँ फेरि गएर त्यही अफिसर लेभलमा बात गर्यो। त्यहाँदेखि त्यो दिन के भयो भन्दाखेरि एउटा इन्टरलोक्युटर फिक्स गर्यो। इन्टरलोक्युटर माने वेबस्टरको डिक्सनरी मैले पढेर पल्टाएर हेरेँ, इन्टरलोक्युटर भने के रहेछ भन्दा ब्रोकर। त्यो ब्रोकरलाई पारस मणिको इङ्ग्लिस टु नेपाली डिक्सनरीमा पल्टाएर यसो हेर्दा चाहिँ दलाल। ब्रोकर माने दलाल हो नि त। अन्त अब हुने त फेरि दलालसँग बात हुँदैछ। यो दलाली किन पस्दैछ? हामीले किन हाम्रो कुरा भन्न सक्दैनौँ? आज दलाल लाउनु पर्ने के आवश्यकता छ? पहिला पनि इन्द्रजित खुल्लर दलालै लाग्यो, पैसाको लेनदेन भयो, उसले पनि कमिसन खायो, बुटा सिंहले पनि कमिसन खायो भन्ने कुरा निस्क्यो। सुभाष घिसिङले पैसा लिएर त्यो